तपाईहरुले हाम्रो आमा छोरीको ब्लगलाई सधैँ धेरै माया गर्दिनुहुन्छ त्यसैले आज आमा छोरी बिहानदेखि के गर्यौं हेरौँ है त। सो हे गाइज, दिस इज मी ईशा एन्ड वेलकम टु अ डे इन माई लाइफ। त्यसै म बिहान रेडी भएर मम्मीलाई लिएर यता हस्पिटल आएको छु। यता चाहिँ मम्मीको सानो सर्जिकल प्रोसिडियर थियो, लाइक मेडिसिन हाल्ने यताउति। सो मम्मीलाई अपरेसन थिएटरमा छोडेर म चाहिँ निस्किहालेँ र एकछिन ब्याङ्कमा पनि काम थियो, त्यो सकाएर म चाहिँ यहाँ कोरियन डिएमसी आएको छु। यहाँ चाहिँ मेरो कामको कुरा थियो र त्यो सकाएर म चाहिँ यता स्यानको काटेर लगाएको थियो। 3 बजेसम्म नि केही नखाएको भएर भोकले रन्थनिरहेको थियो म त। र एउटा काटी रोल खाएपछि बल्ल आनन्द भयो र मम्मीलाई लिन जान चाहिँ अझै टाइम थियो। सो एकछिन फुपूको पसल आएर एकछिन गफ गरेँ र मम्मीलाई लिन गएको त बिचरा भोकले रन्थनिरहेको रहेछ मम्मी पनि। र हेर्नु न मेरो मम्मी बिचरा कति क्युट र मायालु छ है। र बाटोमा आउँदा आउँदा यता नक्सालको जाबा बसेको त यहाँ त केही पाउँदैन रहेछ। त्यही पनि एउटा ड्रिङ्क र सुक्खा स्यान्डविच खाएर हामी अर्को क्याफेमा आयौँ। यता चाहिँ खाजा मगायौँ, खायौँ र बाबालाई पनि प्याक गरिदियौँ। र मम्मीलाई चाहिँ एकदम ब्याक पेन भइरहेको थियो अरे। सो हामी चाहिँ छिटो पेमेन्ट सेमेन्ट गरेर घर गयौँ। र आज चाहिँ एकदमै थाकिसकेको थियो म त बिहानदेखि हिँड्दै र घर पुग्ने बित्तिकै एक आनन्दले सावर लिएँ र यता चाहिँ म दही र बिस्किट खाँदैछु। र आजको लागि यति नै, बाई।